0.10 भेनेजुएलामा आएको शक्तिशाली भूकम्पले हजारौंको ज्यान लियो, तर यो दर्दनाक कथामा आशाको एउटा चम्किलो किरण देखा परेको छ। कल्पना गर्नुहोस् त 11 वर्षका दुई बालकहरू भूकम्पले भत्किएको घरको भग्नावशेषमुनि दिनौसम्म पुरिएर पनि जीवितै उद्धार गरिएका छन्। 10-100 7.2 र 7.5 रेक्टर स्केलका भूकम्पले भेनेजुएलालाई तहसनहस पारेको थियो। अहिलेसम्म 430 जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने 10,000 मानिस अझै हराइरहेका छन्। पहिलो बालक मोइसेसलाई करिब 3 मिटर गहिरो भग्नावशेषबाट 6 घण्टाको अथक प्रयासपछि बाहिर निकालियो। दुर्भाग्यवश उनकी आमा र दिदीको भने निधन भइसकेको थियो। केही घण्टापछि अर्का 11 वर्षीय बालकको पनि सुरक्षित उद्धार गरियो। भूकम्प गएको 85 घण्टाभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्मीहरूले आशा मारेका छैनन्। पराकम्पनले गर्दा उद्धार कार्यमा बाधा पुगेको छ र हजारौं मानिस घर छाडेर अस्थायी शिविरहरूमा बस्न बाध्य छन्। कराबालेडाको गल्फ कोर्स त अहिले अस्पताल र राहत केन्द्रमा परिणत भएको छ। मेक्सिको, स्पेन र संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले पनि कुकुर र विशेष ड्रोनको प्रयोग गरेर खोजी गरिरहेका छन्। 100-120 यो दुःखद घटनाले हामीलाई मानवीयता र जुझारूपनको महत्त्व सम्झाउँछ। यस्ता घटनाहरूबाट प्रेरणा पाउनुहुन्छ भने यो भिडियोलाई लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो विचार राख्नुहोस् र थप जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।